हामीसित न ब्याङ्क गएर अहिलेसम्म एटिएम बनेको त न के छ हामीसित केही छैन आएदेखि काम किनभने आएर कहिले पनि साउसँग कुरा राख्यो कुरा कति भन्यो हामीले बोल्न दियो एकचोटि बोल्न दियो कहिले दियो बोल्नै दिएन यो हेर्दाखेरि यस्तो लुटा चाहिँ प्याज नदेखि सिसी क्यामेरा भयो बाहिर बाहिर हान्दिनु पर्ने यसलाई खुट्टा सुट्टा भाँदिए नदेखि के भाँच्यो भाँच्यो बङ्गुरले हात्दियो हुन्छ नि अब त संसारका मान्छेले चिनिसके त को कस्तो यस्तो नि हाम्रो नेपालको भातृ सुपर मार्केट जस्तो नोङजाङ छ सोच चाहिँ के हो बाहिरबाट हेर्दा राम्रो तर भित्र हेर्दा पनि कहाँ यो यस्तो लुटे हेर्दा हेर्दा यसलाई तिमीले एक पन्ध्र हान्यो ढलिहाल्छौ किन डरा तिमीहरू छैन हामी बस्दैन हामी आजै निस्किने हो बरु हामी यहाँ नेपाल गए जाने हो नत्र बस्दैन हामी मोबाइल चेक गर्छौँ